हेलो गाइस, नमस्ते। वेलकम बैक टू माई यूट्यूब च्यानल। स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म कहाँ जान आँटिरहेको भने यति चर्को घाममा फेरि मार्केट गर्न जान आँटिरहेछौँ। मार्केट आज चाहिँ त्यही नारायणथानतिरै मार्केट गर्नेछौँ। त्यही भएर मार्केट नारायणथानको भिजिट गरेर देखाउँछ, हेर्दै गर्नु होला कस्तो लाग्छ हजुरहरूलाई। हिजोको मार्केटमा चाहिँ उता शङ्खबारको भिजिट गरेको थियौँ। आज चाहिँ यी नारायणथानै गर्छु। नारायणथानको मन्दिर वरिपरि दायाँ बायाँ हेर्दै गर्नु होला। मेरो भिडियो कस्तो लाग्छ, मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला जरुर। म चाहिँ अब मार्केट जानुपर्ने हुन्छ। मैले चाहिँ आज घरदेखि नै भिडियो स्टार्ट गरेका छौँ। हिजो चाहिँ आधी बाटोदेखि स्टार्ट गरेको थियौँ भने म चाहिँ यति चर्को घाममा पनि छाता ओढेर मार्केटतर्फ लागिसकेका छौँ। मार्केट भन्नाले अब कम्पनी जानुपर्ने हुन्छ फर्स्टमा चाहिँ, अनि बल्ल मार्केट जानेछौँ। घाम चाहिँ एकदम चर्को लागेको। नेवारहरूको जात्रा लागेको छ। अन्तिम दिन रहेछ, सक्ने दिन।
सक्यो त अनि सिध्यो ल बनाउनुसम्म भिडियो एकछिन नग न मैले चाहिँ आउँदा आउँदा मनिषालाई यहाँ भेट्यो यस्तो रमाइलो भइरहेको यहाँ चाहिँ नेवारहरूको जात्रा कस्तो भयो तिमीलाई दिदीलाई रमाइलो लाग्यो अघि नै बनाउनु पर्ने म त कल गरेको पुरै भएन भनिसन म फेरि अलि कल गरिराखेँ सक्यो अब अब सिधै फाइनली यहाँ चाहिँ के पनि सकिसक्यो यहाँ कति ठाउँको आउँछ नि होइन उ गर्न जाऊँ न उता जाऊँ न एकछिन मन्दिर पनि भिजिट गरिदिउँ न होइन म चाहिँ मार्केट गर्दा गर्दा यहाँ मेला हेर्न आइपुगेँ मनिषाले बोलाएको गरेर होइन अनि म होचो भयो नि त अनि यहाँ चाहिँ मन्दिरको महल एकदम रमझम भइरह होइन एकदम रमझम भइरह महल बाँदर पनि हराइदियो है यो चाहिँ बुढा नीलकण्ठको मन्दिर कताबाट घुमाएर लान्छ होला है यस्तो यहीँ नारायण थानको चाहिँ यहीँ आउँछ अहिले हान्छ नि दिदी यो चाहिँ बुढा नीलकण्ठको मन्दिर यो चाहिँ बुढा नीलकण्ठ मन्दिर ओइतिर म अलि झारिदिनु भयो त मैले अनि यिनी चाहिँ मनिषा म चाहिँ घर जानु नि छोडेर यहाँ यो चाहिँ यहाँ रमाइलो हेर्नको लागि कुद्दैछ हेलो गुनु लगिसक्यो के हेर्नु यहाँ चाहिँ एकदम मान्छे भिड भएको छ उहाँ पुगिसकेको छु है एक राउन्ड मार्यो हामी चाहिँ यहाँ हेर्नको लागि हिँड्दैछौँ रमाइलो जात्रा लाग्यो है साँच्ची है हेर्नु कुदेको पोहोर त झन् कस्तो रमाइलो भएको थियो यस्तो अन्नमा कस्तो उ गरेको थियो कि यता माथि पुगिसक्यो अघि नै पछि पछि जानुपर्ने के हामी पनि आउँछ घुमाउँदै हामी चाहिँ यहाँ एकदम यहाँ यी मन्दिरमा घुम्दा घुम्दा हाम्रो दिन जाने भयो आज अँधेरो भइसक्यो बत्ती सती पनि छैन कि आज बत्ती नि बालेको छैन है मन्दिरमा म भिडियो बनाउँछु फोन भिडियो बनाउँछु बनाऊ बनाऊ आज चाहिँ म एक्लै मार्केटमा हिँडेको भएर मैले मार्केटको भिडियो बनाएँ यहाँ जात्राहरू चाहिँ बनाइरहेको छ अगाडि यसलाई खुब आपत परे यहाँ कस्तो रमाइलो भएको है घुमाएकै छ मलाई मनिषाले आज सबजना पुरै रमझम भएर के अरे अनि अघि झगडा पऱ्यो भन्दै हुनुहुन्थ्यो हाम्रो दिदीले यो चाहिँ कुद्दैछ एकदम मनिषा कुद्दैछ होइन एकदम रमाइलो भएर यहाँ चाहिँ पुरै सेतो सेतो जलाएर अब बिदाई गर्न आँटे जस्तो
हजुर देख्यौ आमा चाहिँ ओछ्याउँदै लाने हो नि उनीहरूको चाड अनुसार यहाँ चाहिँ अन्माउन आँटेछ अब सकिन आँट्यो यो लास्टै अन्माउन आँटेको अब चाहिँ अन्माउन आँटेको मैले यही सोचेको अघि अनि भन के भन्नु यो अब यहाँ के गर्दै जानुहुन्छ क्या हामी अगाडि अगाडि आएको अझै मान्छेहरू अघि हामी पछि पछि घुम्नुपर्ने के कस्तो हुँदैछ तिमीलाई जात्रा यसो थोरै लाग्यो है क्या पोहोर त धेरै जस्तो लागेको थियो आयो क्या भिडियो गर्न मिल्दैन अब चाहिँ सपना आँटिसकेको छ अन्माउन थालेछ कस्तो अँधेर आयो के यति नै होला
खट बनाएर ल्याएको रहेछ यहाँ चाहिँ पुरै 3 ठाउँबाट मिलेर ढोग्नु जाऊ न तिमी नढोग्ने त्यसलाई ढोग्नु पर्ने रहेछ नि त फाइनल गाइस यहाँ जात्रा पनि हाम्रो चाहिँ जात्रा पनि सकिसकेन धन्य आफै गरे हैन अब घरतिर जानुपर्ने हुन्छ एकदम अँधेरो भयो मन्दिर देखे हैन ल बुनु ए चाहिँ यहाँ चाहिँ लाखबत्ती बाले रहेछ नारायण थान मन्दिर राम्रोसँग नदेख्दो अँधेरो भएर किन हामी चाहिँ अब घर अनि बत्ती नै बाले छैन क्या मन्दिरमा नि अचम्म लाउने थोब्रा सोब्रै हामी चाहिँ घर जानको लागि मेन रोडतर्फ निक्लिसक्यौँ होइन तिमी घर एक्लै जान सक्छौ नि गाइस कि पुऱ्याइदिन आँटेको दिदी चाहिँ यहाँ पुरै निराश हुनुहुन्छ किन ए हामी चाहिँ यहाँ हिँडिरहेको छौँ अब ए पसिना आउँछ पो यसलाई त खाइन धेरै त्यही भएर गरेको अलिअलि अब चिनिँदैन माथिसम्म अनि फेरि ढिला होला नि त खाना बनाउनु पर्ने होला नि त मनिषा र दिदी चाहिँ मलाई पुरान जान आँट्याछ आज रात परेर कोठाको झ्याल थुन्दै छिन् होइन भन्छ यत्रो मान्छे हिँड्दा म जान्छु भनेको फेरि अहिले यहाँ खाना इभिनिङ वाक हिँड्दैछ यहाँ चाहिँ मेला सकेको मल घर जाँदै त्यति धेरै त छैन मल के भन्नु है अघि त्यत्रो ठुलोमा अनि मलाई चाहिँ यहाँ पुरान जान आँटेको त्यही भएर म चाहिँ यहाँ खुसी भएर हिँड्दैछौँ अनि हामी चाहिँ जात्रा सकेर नि
कुरकुरे खाँदैछौँ। मलाई चाहिँ यहाँसम्म पुरा नआएर घरसम्म गएन, ज्यामिरे खोला पुलसम्म। धरहरा सबै देख्छ। घरमा जाउँ भनेको मान्दैन दिदी र साथी। मुनु बाटो बन्द हो, कता जाने? कि जाउँ दिदी? अब म पनि बाहिर ढोकाबाट अबदेखि पस्दिनँ, म नि बाई बाई। अब कहिले आउने एक दिन त? अनि म नि झ्यालबाट म नि जाउँ के दिदी उता? अब म बाई 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 बाई। फाइनली म चाहिँ रुममा पनि आइपुगिसकेका छौँ। साथीहरूले पुऱ्याउन आउनु भएको थियो, तर साथी र दिदीले तर घरमा आउने मान्नु भएन। म चाहिँ फाइनली आइपुगिसक्यो घरमा। हजुरहरूलाई भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला। आजबाट चाहिँ नेवारहरूको जात्रा पनि सकिसकेको छ। 2 दिनको मात्रै भयो। पहिला चाहिँ 5 दिनको थियो, अहिले चाहिँ 2 दिनको थियो। आधी चाहिँ हिजो हाले, आधी आज चाहिँ आजको भाग चाहिँ आधी हाले। हेर्नु होला, एकदम राम्रो छ। मेला चाहिँ एकदम रमाइलो भएको थियो। मेला भन्दा नि जात्रा लाग्छ नेवारहरूको वर्षी साल, त्यही भएर। मेरो भिडियो चाहिँ यिनै इन गर्न चाहन्छु। बाई बाई।